हामी पार्कमा चाहिँ खाना खान ड्राई पिकनिक होइन त ड्राई पिकनिक ल त गेट लगाम हामी फाइनली होइन पार्कमा आइपुग्यौँ अब हामीलाई सायद 2-3 मिनट हिँडेपछि हामी आफ्नो डेस्टिनेसनमा आइपुग्छौँ हुन्छ अब हामी कता बस्छौँ हामी चाहिँ फाइनली यहाँ बस्ने डिसाइड गरिसक्यौँ I think it can be quite serious. त्यहाँतिर अनि हेर्नु न भिरालो ओ माइ गॉड दाइको त क्यालोरी पुरै बर्न हुने भयो यो छ अनि यो मोमो अलिकति मात्रै पकाएको है आज अनि यो चाहिँ अचार भटमास साँधेको भटमास है त्यसपछि यो चाहिँ साग हो तातो तातै छ है अब चिसो भयो कति अगाडि यो चाहिँ खाना हाम्रो तातै नै छ अनि त्यसपछि खानु त भात मोमो खानु त यो अचार चाहिँ स्पोन ल्याउँ कि नै स्पोन खै स्पोन दिन्न एउटा अचार हजुर दाइले देऊ पहिला बुढाबुढीको मन पर्दैन दाइले घरमा सालेर खानुपर्छ हामी त म अघि नै खाएको भाइ यो त खानु पऱ्यो नि झन् तपाईँ अचार यो गुन्द्रुक चाहिँ भातसँग खानुलाई अचारसँग खानु न यति किन खानु अझ तपाईँले त कभर गाह्रो हुन्छ मलाई अचार कस्तो मिठो भएको सानो मिनी समोसा देखाएको कि नै हजुरले त्यो माथि पर्क चाहिँ ल्याउनु भन्दा जस्तो छ ल्याम्प चाहिँ माथितिरको चाहिँ हाम्रो त्यसमा निस्किरहेको थियो भनेको थियो तपाईँले मुनिकै हाल्नुभयो जस्तो माथिको अलिक टेस्टी भयो त्यसमा पुरै जुस आइरहेको थियो
गर्नु भयो क्या दाइ घामले उता नि हेरेको मैले त अन्त त शीतल ठाउँको रोजेको ठिक्कको घाम शीतल भयो त्योभन्दा अलि उता अनि हजुरलाई टाढो हुन्छ भने नि तपाईँलाई पनि हिँड्दै हिँड्दै टाइम लाग्छ नि त अनि त्यही भएर मैले यतै नजिकमा बस्छु यो त तपाईँ खानुपर्ने रहेछ कि कस्तो मजा बाल्कनीमा चाहिँ खानु नखाउँ होला सागहरू आलुको चना अनि यो तिते गरेर चाहिँ खै झुक्नु भएको हो आलु सुकुटी र आलु सुकुटी र आलु ल बाबु तिमीले सुकुटी हाल्नु मैले त खाएकै छैन आलु नै खाएन म त अरू चिजमा भुलिरहेको छु दाइलाई दिनु न म त यहाँ कति धेरै भइसक्यो ल मलाई धेरै भयो हजुरले खाएको नि कति सफा हेरिरहेको हजुरलाई काँचो चेपचेपमा पकाउने सेम सफा त्यो दुध नखाऊ खाँदो सेम डे खाने सेम डे मात्रै खाने त्यो समोसा नि खाँदिनँ म जेरो भयो जस्तो लाग्छ खै ए बास्ना आयो होला कि हामी खाएको त्यही भएर चना भयो नभयो भने दाइ सब पुग्यो मलाई थ्याङ्क यू बाटोमा बाटो रमिता भन्छ अब चाहिँ धेरै अलिक शीतल भयो भयो थन्काउने कार्यक्रम चल्दैछ छोटो मिठो रमाइलो भयो घाम पनि अस्तायो हामी दिनभरि बस्यौँ त टाइम गएकै थाहा भएन है हाम्रो भ्यू चाहिँ यस्तो थियो गाइज अघि कस्तो घाम लागिरहेको थियो हेर्नुहोस् न अहिले फेरि अब यस्तो एकैछिनमा धुम्म भयो अब त घाम लाग्दैन लाग्न सक्छ ऊ हेर्नु न उज्यालो उज्यालो हुन थालिसक्यो भरे हुनु कोही बादल तर आज त वेदर राम्रो छ नि फेरि उसमा चाहिँ वेदर फोरकास्टमा पुरै सनी डे भनेर लेखेको छ क्या लाग्ला घाम बादलले छेकिरहेछ अहिले